यो सामान्य नियमित 5-5 वर्षमा हुने चुनाव जस्तो मात्रै छैन। यो नत्र भए त्यो चुनाव 84 सालमा हुन्थ्यो। यो अहिले 82 फागुन 21 गते नै चुनाव हुन आइपुग्दाखेरि यसको अगाडि 3टा काम छन् हामी सबैले बुझ्नुपर्ने। हाम्रो देशमा अहिले विदेशी हस्तक्षेप बढ्न खोज्दैछ। विदेशीहरूले हाम्रो देशलाई खेल मैदान बनाउन खोज्दैछन्। हाम्रो राष्ट्रिय अस्तित्व सङ्कटमा पर्न खोज्दैछ र त्यस क्रममा उनीहरूले केही नयाँ शक्तिहरू उठाउँदै हाम्रो देशलाई बर्बाद गर्न खोज्दैछन्। त्यसकारण यो चुनाव मार्फत हामीले देशभक्त शक्तिहरूलाई जिताएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु छ, देश बचाउनु छ। अरू सारा देशहरू उपनिवेश हुँदा पनि हाम्रा पुर्खाहरूले कहिले हाम्रो देशमा विदेशी हैकम हुन दिनु भएन, हाम्रो उपनिवेश हुन दिनु भएन। त्यस्तो देश हो हाम्रो। भारत उपनिवेश थियो, चीन विभिन्न देशहरूको प्रभुत्वमा विभाजित थियो, अमेरिका पनि उपनिवेश थियो कुनै बेलामा। तर हाम्रो देश भने हाम्रा पुर्खाहरूले कहिले कसैको उपनिवेश हुन दिनु भएन। त्यस्तो देशमा अहिले विदेशीहरूले हस्तक्षेप बढाइराखेका छन् र केही नेपाली नेताहरू, नयाँ शक्ति भन्नेहरू विदेशीहरूको प्रभावलाई बढाउन र हाम्रो आफ्नो राष्ट्रिय अस्तित्वलाई कमजोर पार्न भूमिका खेलिरहेका छन्। त्यसैले अहिलेको चुनावमा हामीले देशभक्त शक्तिहरूलाई जिताएर हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु छ।